Hello and namaste. Welcome back to my YouTube channel. सबैजनालाई गुड मर्निङ। आज चाहिँ मैले भ्लग किन बनाउँदैछ भन्दाखेरि म जाने जङ्गलको बाटो देखाउन गइरहेको छ। म ड्युटीतिर जाने जङ्गलको बाटो सबैजनाले हेर्दै गर्नु होला। र यस्तो जङ्गलको बाटो म एक्लै हिँडिरहेको छु यत्रो ठुलो जङ्गल एरियामा। ओ माई गॉड, यो त होइन होला है, के कसो हो? यस्तो छ बिहान बिहान यस्तो झाडी होइन। मलाई बाघले आएर खायो भने पनि म मर्छु। भाग्न सक्दिनँ भनेर भन्नु नमिल्ने, भाग्नु सक्छ के गर्नु। बाघको अगाडि भाग्न सक्दिनँ किनभने बाघले हामला खान सक्छ। बाघ भनेको बाघै हो, हामी जस्तो बाघ होइन। हामी पऱ्यो मान्छेवाला बाघ, त्यो पऱ्यो रियल बाघ हो नि त। यो कसो यस्तै छ मागुराको स्पाइडरको जालीहरू आँखामा कपालमा टालेको गर्छ। के गर्नु, बिहान बिहानै ड्युटीतिर हिँड्नुपर्छ। त्यस्तै नै हो हाम्रो यस। ल सर्लक्क लाएर यो तलको बाटो पनि आउनु सक्थ्यो, तर म यो तलको माथिको बाटो आएको। अब यो बाटो स्वाट्टै जानुपर्छ हो नि त। अस्ति चाहिँ म तल खोलाको तिर्तिर हिँड्थेँ अनि मैले फर्स्ट सुरुवात चाहिँ त्यही तलबाट बनाएको थिएँ। आज चाहिँ यो बाटो बनाउँदैछ। बाघ त आहा भन्ने मेरो कालले सुनेको थियो, आँखाले देखेको छैन। देख्यो भने त फेरि म कहाँ जाने, कहाँ त्यो भगवान् हुन्छ। भाग्न सक्दिनँ त्यसको अगाडि, किनभने जति भाग्यो त्यसले भेटाइहाल्छ। कस्तो हो के क्या हो ल सर्लक्क लाएर यस्तै छ मेरो गाउँठाउँमा हिँड्ने बाटो। म एक्लै जङ्गल राति राति त होइन, म एक्लै जङ्गल बिहान सुबह हिँडिरहेको छु। बिहानलाई क्या हो कि क्या हो त्यही नै गाइस। आजको ब्लग चाहिँ मेरो केही छैन तैपनि हेरिदिनु होला सबैजनाले। आइपुग्यो सर्लक्क लाएर। यही नै हो म जाने बाटो। यस्तो खतरा छ ठाउँहरू, के गर्नु, जानै पर्यो। कामै यस्तो परेपछि, कामै यस्तो गरेपछि जानै पर्यो अन्त के कसो हो। त्यही नै हो, सबैजनाले लाइक सब्सक्राइब गरिराख्नु होला, सबैजना माया सपोर्ट देखाइदिनु होला। यहाँ रोडको बाटो आइसक्यो अनि अब यो डाँडाडै सिधै तल्लै झरेर जानुपर्ने हुन्छ। अनि एउटा कुरा अस्तिमा आधी घन्टा त्यसो कि 1 घन्टा हराएको बाटो चाहिँ कहाँबाट हराएको म भन्दाखेरिमा अस्ति यही बाटो आएको म यही बाटो हो तलबाट यहाँसम्म। त्यसपछि म यतारी लागेँ, यो बाटो गएपछि म त्यो जङ्गल पुगेँ। त्यो जङ्गल पुगेपछि
हराएको हराइ बाटो रहेछ माथि म परे यहाँ तल केटो 1 घन्टा कि आधी घन्टा गाए अनि मोबाइल पनि स्विच अफ न के थियो भने जस्तो भएको थियो भोकले यस्तो मर्नु आएको अनि त्यसपछि कसो तसो गरेर निक्लियो घर पुग्यो त्यही ठुलो कुरा हो म यतिकै बोलिराखेको मन पराउनुहुन्छ कि कन्टेन्ट मन पराउनु कन्टेन्ट भन्यो भने कन्टेन्ट भन्नु अनि होइन हाम्रो ब्लगै चाहियो भन्यो भने ब्लगै हालिदिन्छु कुनै परवाह भएन यस्तो छ गाउँहरू ठाउँहरू देखेन ल के भन्नु न अब आइफोनहरू चाहिँ देख्नु आफ्नो त आइफोन गऱ्यो त्यस्तै छ गाइस म अस्ति यहाँ यो मन्दिरसँग आइदिएँ त्यसपछि मेरो क्यामेरा अफ भएको थियो किनकि मोबाइल सुरु भएको थियो नि त ठ्याक्कै आज पनि त्यही ठाउँमा आइदिएको छु त्यही मन्दिरमा देख्न सक्नुहुन्छ त्यही मन्दिर त्यही ठाउँ त्यही एरिया अनि म त्यही सलक्क लाएर म चाहिँ यता तल जहाँनिर बस्नुपर्ने त्यही ठाउँमा आइसक्यो फेरि यो बाटो पो हिँडेछ जस्तो त माथि बाटो झरे होइन माथि जङ्गल बाटो झरेको होइन म यहाँ त थोरै काम थियो अनि त्यही भएर आएको यस्तै छ अब यो अगाडिपट्टि गएर बस्ने त्यही नै हो मेरो काम धन्दा भनेको यस्तै छ 2 जना मान्छे त गएको देखेको थियो जङ्गलतिर कति बेला फर्किन्छ भन्ने कुरा चाँडै फर्केर म पनि चाँडै घर जानु पाउँथ्यो टाढा आएर चाहिँ बाटो यस्तो गरेर यही नै हो मेरो भ्लगहरू भनेको के भन्दा नि गाइस छोटो मिठो त बनाउनै पर्यो छोटो मिठो त होइन छोटो मात्र फेरि मिठो त छैन है छोटो मात्र हो यस्तै नै छ अब यतै बसिन्छ यसो हेरिन्छ अनि काम तमाम कसो हो रे पिया यतातिर हेर्नु कस्तो छ सलक्क लाएर टक्क लाएर यहाँ माथि काम हेर्दै ल ड्युटीदेखि फर्केर आइसकेँ बाटो आउँदै थिएँ यति नै थका लाग्यो चढ्नै सकिने माफ गर्ने 12 बजिसक्यो अनि अहिले त खाना चाहिँ खाएर आइदिएको त तल गाउँतिर स्थित होइन न यहाँ तल खानु भनेको खाकी खा भन्नु थाल्यो अनि खाइदिएँ अनि आइदिएँ उकालो चढेको चढ्न सकेन हो अलि थोरै खाइदिएँ ल
काटिदियो यहाँ काटिदियो यस्तो मेरो हातमा त्यही नै गाइस गरेमा नि यस्तो गर्ने के भन्छ पानी भन्दैछ हावै चल्यो नि ठाउँमा यस्तो जङ्गल यो जङ्गल बाटो हुँदै हुँदा तपाईँ भर्खर यता पछाडिबाट आएँ भात खाएर होला चढ्नु सक्यो हिँड्नु सकेन हो भात सँगसँगै फेरि अर्को चिज पनि खाएको थिएँ कि एक बडको के भन्नु अरू त त्यस्तै त्यो चाहिँ खाइदिएको खानु त भनेको के खा भन्नु थाल्यो त के गर्नु त नि त्यसमा मेरो के दोष ल्याएर राखिदियो अगाडि भातको अगाडि भातसँगसँगै खाऊ भनेर खाइदिएँ गर्मी लास्ट गर्मी भए छ यस्तो यो चाहिँ के हो भन्दाखेरि यहाँ यो हो एउटा आन्द्रा के को बाख्राको आन्द्रा मैले भेटाइसक्यो र फेरि बनाएर चाहिँ ठ्याक्क आएको क्या सेन्ट आयो सेन्ट छवटा बाख्रा मारेको ठाउँ पनि यही नै हो अनि यो आन्द्रा पनि त्यही बाख्राको नै हो अनि भेटिसक्यो तपाईँहरूले नपत्याएको होला आज चाहिँ प्रुफै भेट्यो नि त्यही नै लेट्स गो जङ्गलबाट आइपुगिसक्यो बारीमा घर आइपुग्न अनि अघि बाटोमा चाहिँ फेरि लडेँ थियो खुट्टा झन्डै काटेँ त्यही नै अन्त्यसम्म कोले हेरिदिनु भयो लाइक सब्सक्राइब गरिदिनु होला आजलाई ब्लग यति नै हो अब नेक्स्ट ब्लगमा सबैजनालाई भेटौँला दुखेर आइदिएको सासो बढ्यो स्वेट त्यही नै गाइस सबैजना मस्त रहनुहोला स्वस्थ रहनुहोला मेरो भिडियोलाई लाइक सब्सक्राइब गरिदिइराख्नु होला अनि सबैजनालाई सेयर पनि गरिदिनु होला त्यही नै हो अब भेटौँला सबैजनालाई नेक्स्ट ब्लगमा हस्त जय नेपाल।